नेपाल डन बस्कोसँग सम्बन्धित सम्पूर्ण सिस्टर फादरज्यू, नेपाल डन बस्को छेटो सोसाइटीबाट पाल्नुभएका फादर स्टेफनज्यू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, अध्यक्षहरू र आज यो कार्यक्रममा स्पोर्ट डेमा भाग लिन आउनुभएका भाइ बहिनीहरू, महालक्ष्मी नगरपालिकाको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आज 24औं खेलकुद प्रतियोगिता मनाइरहँदाखेरि हिजो 23औं खेलकुद प्रतियोगिताको हामीले स्मरण गर्नुपर्छ र हिजो 82-81 सालमा खेलेको खेललाई भाइ बहिनीहरूले स्मरण गर्नुपर्छ र आज खेल्ने खेलमा त्यो दिनले तपाईँहरूलाई अगाडि बढ्न मद्दत गर्नेछ। र म नेपाल स्काउटको महालक्ष्मी नगरपालिकाको सदस्यको हैसियतले म आज जुन ढङ्गको प्रस्तुति गर्नुभएका स्टाफका भाइ बहिनीहरूलाई म नगरपालिकाको तर्फबाट पनि धन्यवाद दिन चाहन्छु। म धेरै कुरा गर्न चाहन्न, किन नेपाल डन बस्कोको बारेमा फादर विनुले पनि भनिसक्नु भएको छ। भर्खर उद्घोषण गर्ने क्रममा भाइ बहिनी विद्यार्थीहरूले पनि भनिसक्नु भएको छ। आज 24औं वर्ष पुगिरहेको अवस्थामा भारतमा नेपाल डन बस्को 100औं वर्ष यो वर्ष मनाउँदैछ भने यो नेपाल डन बस्कोले आगामी वर्ष स्वर्ण 25औं वर्ष मनाउँदैछ। त्यस भएको हुनाले यो नेपाल डन बस्को बारेमा म तपाईँहरूलाई धेरै कुरा आइसकेको हुनाले भन्न चाहन्न र गुणस्तरीय शिक्षाको लागि हामीले 4वटा विषयलाई ध्यान दिनुपर्ने कुरा म अभिभावक समक्ष राख्न चाहन्छु। भाइ बहिनी विद्यार्थी भाइ बहिनी राम्रो हुनु पर्यो, त्यसपछि विद्यालय राम्रो हुनु पर्यो, त्यसपछि अभिभावक राम्रो हुनुपर्छ, त्यसपछि शिक्षक शिक्षिका राम्रो हुनुपर्छ। यो 4वटा विषयसँग मिल्यो भने हामीले यो स्कुलमा पढ्ने भाइ बहिनीहरूको शिक्षाको गुणस्तर उठ्छ। जसले गर्दाखेरि म आग्रह के गर्न चाहन्छु भाइ बहिनीहरू भन्दाखेरि, भाइ बहिनीहरू विद्यार्थी भाइ बहिनीहरूको 2टा घर हुन्छ। एउटा घर आफ्नो एउटा विद्यालय हो। विद्यालयको बारेमा पनि आफ्नै घरको जस्तो विद्यालयको बारेमा पनि भाइ बहिनीहरू जानकारी दिन सक्नु भएन भने तपाईँ हामी विफल हुन सक्छौँ। तपाईँ हामी कसैमा गएर कतै स्कुलमा गएर तपाईँहरूले प्रश्न सोध्न सक्छ तपाईँ कुन स्कुलमा पढेको भाइ बहिनीहरू भनेर, मलाई थाहा छैन भन्दाखेरि राम्रो मानिँदैन। त्यसले गर्दाखेरि तपाईँहरू भाइ बहिनीहरूले पढिरहने स्कुलमा त्यो स्कुलको बारेमा जानकारी लिनुपर्छ। यो कस्तो स्कुलको हो? यो स्कुल भने मैले जाने बुझेसम्म आजसम्म विश्वमा 134-35 राष्ट्रमा छ, तर एउटै सिस्टममा छ। हामी भन्छौँ हाम्रो प्रिन्सिपलहरू चेन्ज भइसकेपछि विद्यालयमा नीति चेन्ज हुन्छ, तर यो स्कुलमा जुनसुकै प्रिन्सिपल भए पनि आज फादर विनु 2 कार्यकालमा यहाँ बसिराख्नु भएको छ। अन्य फादरहरू पनि प्रिन्सिपल आउनुभयो भने नीतिगत कुराहरूमा चाहिँ एउटै हुन्छ तर फरक हुँदैन। त्यसले गर्दाखेरि म धेरै समय नलिकन आज तपाईँहरूको स्पोर्ट्स डे भएको हुनाले म तपाईँहरूको स्पोर्ट्समा डेमा दिनभरि बस्न नपाए पनि म आज तपाईँहरूको अगाडि उपस्थित भएको छु। मलाई आज खेल खेलिनेमा तपाईँहरू जो पहिला दोस्रो भए पनि तर समान भएर खेल्नुहोस्, तर तपाईँहरू इमान्दार साथ खेल्नुहोस्, तर जित्नेको नाउँमा बेइमानी गरेर जित्ने काम चाहिँ नगर्नुहोस्। म तपाईँहरूलाई यति भन्न चाहन्छु, तपाईँहरू जो जित्नु भयो भने मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु। जसले गर्दाखेरि तपाईँहरूको हार खायो भने पनि तपाईँहरू हार नमान्नुहोस्। फेरि अर्को वर्ष 25औं वर्ष रजत जयन्ती मनाउँदै हुनुहुन्छ, त्यसमा फेरि जितौँला, फेरि पुरस्कार पाउँला। यसले गर्दाखेरि म धेरै समय नलिकन स्कुलका भाइ बहिनीहरूलाई, शिक्षक शिक्षिकाहरूलाई, अभिभावकलाई, स्कुलका व्यवस्थापनलाई यो चारै पक्ष राम्रो भएपछि शिक्षा गुणस्तर हुन्छ भने भनाइ राख्दै म आज यो कार्यक्रमको भव्य र सफल रूपमा 2082 को खेलकुद प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार।